हेलो एभ्रिवान, नमस्ते अनि जोरले स्वागत छ मेरो युट्युब च्यानलमा। म अनिसा मगर। सो आई होप हजुरहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु। सो आज हजुरको माझमा न्यू डे न्यू भिडियोको साथमा उपस्थित भइसकेको छु। आज पुष्पको धेरै धेरै शुभकामना सबैजनालाई। हामी जस्तो जाडो हुँदा पनि रमाइलोमा जाँदैछौँ साथीहरू। हजुरहरूलाई पनि देखाउने छु हामी गएको रमाइलो कुन ठाउँ हो। यता देख्नु नि सक्नुहुन्छ। कोरेनी गर्छ यता हेर। हाम्रो गाउँको क्युटी क्युटी बहिनीहरू त हिँडिसक्यो। हेर केटीहरू तिम्रो आज भाग्ला साथीहरू। यस्तो राम्रो राम्रो नानीहरू हिँड्दैछ। आज पहिला जानु बेर छैन यिनीहरू। अनि यिनीहरू चाहिँ यिनीहरूको आज के गर्छ सेक्युरिटी गार्ड हो म यिनीहरूको। यिनीहरू पहिला गयो भने म घिसाले तान्नुपर्छ है साथीहरू। चाहिँ पुस 15 हजुरहरू के कस्तो गर्दै हुनुहुन्छ। आज त हाम्रोतिर चाहिँ घाम पनि नलाएर एकदम जाडो भन्छ साथीहरू। यही जाडो मनाउनलाई हामी चाहिँ आज बजार जाँदैछौँ। यहाँ बस कुरेर बसिरह यता देख्न सक्नुहुन्छ। त्यही हो के त्यही हो त स्कुलनिर ए नजिकै हो। यही बस जान्छ सर। त्यही बाटोमै हो। फाइनल गाइस आज यो हामीले आज बहिनी गर अनि रमाइलो चाहिँ यही नजिक हो। 5 मिनट पनि लाग्दैन। यहाँ एकछिन बसेर जाने हामी चाहिँ अहिले उज्यालो हो ओलेक्सीमा जाने हो हामी। बाई बाई। आजको आउटफिट देखाउँछु साथीहरू। हाम्रो आउटफिट देखाइदिउँ है। हामी पनि आउनु भएर छौँ। राम्रो लाग्यो बजार आयो कि घाँस हेर्न आएको। घाँसमा बजारतिर आइपुग्लाइसक्यौँ हामी त। टक्क लाएर हेर्नु गाडीहरू पनि तैँले स्केट भनेको स्कुल भनेको स्कुल पनि कति बोलेन कि बोला न माकुरीहरू छिटो। टाउको पनि ठाउँमा छैन। साथीहरू हामी रमाइलोमा आइसक्यो। यहाँ देख्नु सक्नुहुन्छ रमाइलो भएको चाहिँ यही हो। ओइ बजार लागेछ उता अनि हामी चाहिँ यता हिँडेछौँ। खेत अरूको खेत हिँडेछौँ। अनि उसको बहिनी घर जाने गरे खानेकुरा दिन्छ गएर हेर्नु न। त्यो बजारमा खानेकुरा कति छ। त्यही पनि त्यहाँ खायो भने बजारमा खायो भने त पैसा सकिन्छ। बहिनी घर गएर मासु भात खाने गरे अहिले के दिँदैछ हेरौँ न। हिँड्न ठिक्क भयो। गाह्रो छ हामीलाई। हेर तोरी यता पनि कस्तो राम्रो भएको हेर्नु त साथीहरू। यो गाउँ के अरे बहादुरपुर गाउँ। देखेर बुझे छोरा स्टेटमा पढ्दै रहेछ भनेर मैले यस्तै दुःख पाउँछु। कहाँ जाने बहिनीहरू। यता हेर्नु बहिनीहरू घर कहाँ हो। हेलो बहिनी कता हो तपाईँको घर। मेरो नाम मेरो घर उहाँ हो। गुड मर्निङ एभ्रिवान। सबैजनालाई सन्चै अनि आरामै हुनुहुन्छ होला। म चाहिँ आज बिहान उठेर बल्ल भिडियो इन गर्न लागेछु। किनभने म हिजो रमाइलो गर्दा नाच्दाखेरि म भ्याएन कि। त्यसपछि म छिटै आएर सुतेँ। टाउको दुखेर एकदम चिसोले हेर्नु कति जाडो पानी नै परिरहेको थियो कि फ्यार पानी परिरहेको थियो। एकदम त्यो पानीमा पनि रमाइलो गरियो साथीहरू। एकदमै रमाइलो भयो। सोचे भन्दा पनि हजुरहरू पनि एकदमै रमाइलो गर्नुभयो होला। सो यति नै हो मेरो भिडियो। अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यसरी नै सधैँभरि साथ सपोर्ट दिइराख्नु होला। फेरि हजुरको माझमा न्यू भिडियो लिएर आउने नै छु। बाई बाई।